सम्पूर्णलाई यस युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। आज मैले हजुरहरू समक्ष 2081 साल फागुन 17 मा नायब सुब्बालाई प्रथम पत्रमा सोधिएका प्रश्नपत्रको उत्तरसहित यहाँहरू समक्ष लिएर उपस्थित भएको छु। आउनुहोस् आजको विषयवस्तुतिर प्रवेश गरौँ। ओके, पहिलो प्रश्न रहेको छ, नेपालमा तलका सांस्कृतिक सम्पदाहरूसँग तिनीहरूको अवस्थिति मिलान गर्नुहोस् भनेको छ। जोडा मिलाउने रहेको छ। जस्तै पशुपतिनाथ कहाँ पर्छ भन्दाखेरि पशुपतिनाथ काठमाडौँमा पर्छ। बी सतासी धाम कहाँ पर्छ भनेको छ, सतासी धाम झापा। सी लुम्बिनी भनेको रूपन्देही र नाथपोल मन्दिर भनेको भक्तपुर। त्यसैले यसको करेक्ट आन्सर अप्सन नम्बर बी इज द करेक्ट आन्सर। त्यसै गरी प्रश्न नम्बर 2 मा जाउँ। प्रश्न नम्बर 2 मा के भनेको छ भन्दाखेरि तलको भनाइ कुन सत्य हो भनेको छ। परम्परागत थाङ्का चित्रकलाहरू बौद्ध धर्मसँग सम्बन्धित छन् भनेको छ। यो ठिक छ। नेपालको तराई क्षेत्रमा मैथिली कला प्रख्यात छ भनेको छ। यो पनि ठिक छ। नेपालका सबै सांस्कृतिक सम्पदाहरू युनेस्को विश्व सम्पदा क्षेत्रहरूमा सूचीकृत छन् भनेको छ। यो गलत छ। त्यसैले यसको सही आन्सर हुन्छ 1 र 2 चाहिँ ठिक छ। त्यसै गरी 3 चाहिँ गलत है त। अब त्यसै गरी 3 मा जाउँ। बौद्ध धर्ममा पहेँलो रङको अर्थ के हो भनेको छ। बौद्ध धर्ममा पहेँलो रङको अर्थ हुन्छ बुद्धको अस्थि धातु है त। ओके, 4 मा रहेको छ जोडा मिलाउनुहोस् भनेको छ। ए मा रहेको छ तीज। तीज भनेको चाहिँ भाद्र शुक्ल तृतीयामा पर्छ। घोडे जात्रा चैत्र कृष्ण चतुर्दशी। छठ पर्व भनेको कार्तिक शुक्ल पक्ष षष्ठी र सिथी नक भनेको चाहिँ जेठ शुक्ल पक्ष षष्ठीमा पर्छ। त्यसै गरी अप्सन नम्बर ए इज द करेक्ट आन्सर। त्यसै गरी अब हामी 4 मा जाउँ, 5 मा जाउँ। 5 मा के भनेको छ भने राष्ट्रिय सडक सञ्जालद्वारा हालसम्म नेपालका कतिवटा जिल्ला सदरमुकामहरू जोडिएका छन् भनेको छ। यसको सही आन्सर हो 77 वटै जिल्लामा। त्यसै गरी 6 मा रहेको छ आर्थिक वर्ष 2081-82 को बजेट अनुसार तलको मध्ये कुन ठिक होइन भनेको छ। यो राजस्व स्रोत 12 खर्ब 60 अर्ब 30 करोड ठिक छ। वैदेशिक अनुसन्धान 12 अर्ब 33 करोडै हो र वैदेशिक ऋण 2 खर्ब 50 अर्ब 65 करोड भनेको छ। यो चाहिँ ठिक होइन। त्यही भएर यही नै के हुन गयो त सही आन्सर हुन गयो। आन्तरिक ऋण 3 खर्ब 30 अर्ब नै हो है त। त्यसै गरी अर्कोमा जाउँ। प्रश्न नम्बर 7 मा के छ भने तलका भनाइहरू अध्ययन गर्नुहोस् र सही उत्तर छान्नुहोस् भनेको छ। 1 मा के भनेको छ भन्दा नेपालको कुल गृहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको छ भनेको छ र 2 मा चाहिँ प्रसिद्ध पर्यटकीय क्षेत्र लिमी उपत्यका हुम्ला जिल्लामा पर्दछ भनेको छ। यसको 2 मा 2 चाहिँ ठिक हो र 1 चाहिँ बेठिक हो है। त्यही भएर अप्सन नम्बर सी इज द करेक्ट आन्सर। अब त्यसै गरी अर्कोमा जाउँ। बच्चा जन्मेपछि लगत्तै कुन खोप दिइन्छ भनेर प्रश्न नम्बर 8 मा रहेको छ। बच्चा जन्मने बित्तिकै दिइने खोप भनेको BCG खोप हो है। ल, समूह आई र आईआईमा जोडा मिलाउनुहोस् भनेको छ। जस्तै यो सुपेरियर फाउन्टेन पेन भनेको यो कसले इन्भेन्सन गरेको भन्दाखेरि फाउन्टेन पेन वाटरम्यान होइन, वाटरम्यान ल्युइस वाटरम्यानले भनेपछि 1 को 2 भयो। त्यसै गरी डाइनामो भनेको माइकल फाराडे होइन। यसलाई सम्झिनलाई फ्राइडे चाहिँ भनेर सम्झिन सक्नुहुन्छ। डाइनामो माइकल फाराडे। अनि रेडियम भनेको चाहिँ म्यारी पायुरे क्युरी भन्ने छ। त्यसै गरी अक्सिजन कसले भन्दा जोसेफ प्रिस्टले है, जोसेफ प्रिस्टले। त्यही भएर यसको सही आन्सर भयो अप्सन नम्बर ए इज द करेक्ट आन्सर। ओके, 10 नम्बरमा रहेको छ तलका भनाइहरू अध्ययन गर्नुहोस् र सही विकल्प छान्नुहोस् भनेको छ। रोडेन्टिसाइड्स मुसा मार्न प्रयोग गरिने रसायन हो भनेको छ। यो ठिक छ। पाइरिथ्रिन पेस्टिसाइडको सिन्थेटिक स्वरूप पाइरिथ्रोइड्स हो भनेको छ। यो पनि ठिक छ। त्यही भएर अप्सन नम्बर सी इज द करेक्ट आन्सर। अब 11 मा जाउँ। नेपालमा हरितगृह ग्यास उत्सर्जनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र कुन हो भनेको छ। सबैभन्दा बढी योगदान दिने क्षेत्र भनेको ऊर्जा क्षेत्र हो है त। त्यसै गरी अब समूह आई र आईआईमा जोडा मिलाउनुहोस् भनेको छ। जस्तै के भनेको छ भन्दा कोप 18, कोप 28, 27, 26 र 25 को जोडा मिलाउनु पर्छ। कोप 28 भनेको चाहिँ दुबईमा भएको थियो र कोप 27 भनेको सर्म इवान सेकमा भएको थियो भन्दा कोप 26 चाहिँ ग्लासगो र 25 चाहिँ
मड्रिडमा भएको थियो, त्यही भएर अप्सन नम्बर बी इज द करेक्ट आन्सर। यहाँ तपाईँले हेर्न पनि सक्नुहुन्छ 1 2 1 3 8 कहाँ भएको थियो कोप भनेर यहाँ राखिएको छ है त। त्यसै गरी अब दिगो विकासको लक्ष्यमा क्रमशः 4 र 5 को सम्बन्धमा कुन विकल्प सही छ भनेको छ। नम्बर 1 मा के अरे गरिबीको अन्त्य छ, नम्बर 2 मा भोकमरीको अन्त्य छ हैन। त्यसै गरी नम्बर 3 मा चाहिँ गुणस्तरीय शिक्षा छ, स्वास्थ्य छ, त्यसपछि गुणस्तरीय शिक्षा छ, लैङ्गिक समता छ भनेपछि 4 मा गुणस्तरीय शिक्षा, 5 मा लैङ्गिक समानता है त। अब 14 मा कुन जोडा सही छ भनेको छ। यो मास्ट्रिच ट्रिटीको आधारमा स्थापना भएको संस्था युरोपियन युनियन हो भनेको छ, यही नै सही छ है त, अरू चाहिँ गलत छ। त्यसैपछि अब 15 मा जाउँ। 2024 मा कुन मुलुकले आसियनको अध्यक्षता गर्यो भनेको छ। लाओसले चाहिँ 2024 मा आसियनको मुलुकको अध्यक्षता गरेको थियो है त, आसियनको चाहिँ अध्यक्षता गरेको थियो लाओसले। लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान कति दिनसम्म मनाइन्छ भनेको छ। यो लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान चाहिँ 16 दिनसम्म मनाइन्छ है त। त्यसै गरी राष्ट्रिय कर दिवस 2081 को नारा के थियो। राष्ट्रिय कर दिवस 2081 को नारा चाहिँ कर प्रणालीको सार, लगानीको आधार भन्ने थियो। त्यसै गरी तलका भनाइ अध्ययन गर्नुहोस् भनेको छ, सही विकल्प छनौट गर्नुहोस् भनेको छ। कोभिड-19 ले विश्वव्यापी अर्थतन्त्र र रोजगारी बजारमा न्यूनतम प्रभाव पारेको थियो भनेको छ। न्यूनतम प्रभाव पारेको छ भनेको यो गलत भयो, यो सही भएन। खोपले गम्भीर बिरामी र मृत्युलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ भनेको छ, यो सही छ। महामारीले विश्वव्यापी स्वास्थ्य सेवा समन्वयको महत्त्वलाई उजागर गर्छ भनेको छ, यो पनि सही छ। त्यही भएर बी नम्बर चाहिँ के भयो त, सही आन्सर भयो। 2 र 3 चाहिँ सही छ। अब नेपाल प्रिमियर लिग NPL को उपविजेता को भयो। जुन प्रतिस्पर्धा 2081 मङ्सिर 15 देखि पुस 6 मा सञ्चालन गरिएको थियो भनेको छ। फाइनलमा पुग्ने भनेको सुदूरपश्चिम र जनकपुर बोल्ट्स थियो भने त्यसमा उपविजेता हुने चाहिँ सुदूरपश्चिम रोयल्स हो है त। त्यही भएर अप्सन नम्बर डी इज द करेक्ट आन्सर। समूह जोडा मिलाउने छ फेरि। राष्ट्रिय कर दिवस कहिले मनाइन्छ भनेको छ र राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ, राष्ट्रिय उद्योग दिवस कहिले मनाइन्छ भन्ने कुरा छ। राष्ट्रिय बाल दिवस कहिले मनाइन्छ भन्ने जोडा मिलाउनु पर्छ। राष्ट्रिय कर दिवस भनेको मङ्सिर 1 गते मनाइन्छ, राष्ट्रिय शिक्षा दिवस भनेको असोज 2 गते, राष्ट्रिय उद्योग दिवस भनेको मङ्सिर 9 गते र राष्ट्रिय बाल दिवस भनेको भाद्र 29 गते मनाइन्छ। त्यही भएर अप्सन नम्बर बी इज द करेक्ट आन्सर। भारत र चीन दुवैको सिमानालाई नेपालका कतिवटा प्रदेशले छुन्छन् भनेको छ। यसमा चाहिँ 4 वटा प्रदेशले चाहिँ भारत र चीन दुवैको सिमानालाई छुन्छ। मेकङ रिभर कुन सागरमा मिल्दछ भनेको छ। यो चाहिँ साउथ चाइना सीमा गएर मिल्दछ है। मेकङ रिभर भन्ने चाहिँ साउथ चाइना सीमा गएर मिल्दछ। ओके, अन्तर्राष्ट्रिय तिथि रेखाको सम्बन्धमा निम्न कथनहरू अध्ययन गर्नुहोस् भनेको छ। आइडियल विश्व मानचित्रको 180 देशान्तरमा रहेको एउटा सिधा रेखा हो भनेको छ, यो गलत छ। यो बाङ्गो टिङ्गो रेखा हो। अब एक ठिक हुने कुरै भएन, ए र सी अप्सन गइहाल्यो। त्यसैगरी पूर्वबाट पश्चिमतिर आइडियल पार गर्दा पात्रो 1 दिन थपिन्छ भनेको छ। 1 दिन थपिने होइन कि 1 दिन चाहिँ घट्ने हो। यो 2 पनि गलत छ। त्यही भएर यहाँ अब 2 ठिक भनेपछि सबै ठिक हुने कुरो भएन, बी पनि हुने भएन, डी भनेपछि सबै आन्सर यसमा हुँदैन है त। यसको अब सही आन्सर चाहिँ यसमा नभएको कारणले यसलाई स्किप गऱ्यौँ। त्यसै गरी 24 मा जाउँ। नेपालको हावापानी बारे निम्न कथनहरू विचार गर्नुहोस् र सही विकल्प छान्नुहोस् भनेको छ। नेपालमा 5 वटा प्रमुख जलवायु क्षेत्र छन् जुन उष्णदेखि ध्रुवीय हावापानीसम्म फैलिएको छ, यो सही छ। मनसुन ऋतु सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म रहन्छ, यो पनि ठिक छ। नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी वार्षिक वर्षा हुन्छ, यो पनि ठिक छ। त्यही भएर अप्सन नम्बर डी इज द करेक्ट आन्सर। नेपालको कुन अक्षांशभित्र पर्दछ भनेको 26 डिग्री 22 मिनटदेखि 30 डिग्री 27 मिनट उत्तरी अक्षांशमा पर्छ। अक्षांश भन्ने बित्तिकै उत्तर सम्झिनुपर्छ है। उत्तरी अक्षांश है, नेपाल उत्तरी अक्षांशमा पर्ने भएको कारणले गर्दा नेपालको जुनसुकै क्षेत्र पनि उत्तरी अक्षांशभित्र पर्छ। तलका मध्ये कुन जिल्लामा लार्के पास अवस्थित छ भनेको छ। यो गोर्खा जिल्लामा चाहिँ लार्के पास अवस्थित छ। निम्नमध्ये युरेनियम खानीको लागि नेपालको सम्भाव्य जिल्ला कुन हो भनेको छ। युरेनियमको खानीको लागि प्रसिद्ध जिल्ला भनेको चाहिँ सम्भाव्य जिल्ला भनेको चाहिँ मुस्ताङ हो है। फ्रान्सेली राज्य क्रान्तिलाई बौद्धिक क्रान्ति पनि भनिन्छ। फ्रान्सेली राज्य क्रान्तिलाई यो कुन चाहिँ सही छ भन्ने छ। दोस्रो विश्वयुद्धमा जर्मनीद्वारा आक्रमण गरिएको पहिलो राष्ट्र पोल्यान्ड हो भनेको छ, यो दुवै सही छ है। ल, अप्सन नम्बर सी इज द करेक्ट आन्सर। अब 29 मा जाउँ। गोपाल राजवंशाली अनुसार नेपालमा कतिजना किराँत राजाहरूले शासन गरेका थिए भनेको छ। गोपाल वंशावली अनुसार चाहिँ किराँतीहरूले चाहिँ 32 वर्ष चाहिँ
शासन गरेका थिए है त। त्यसै गरी तलका मध्ये कुन नेपालमा पहिलो लिच्छवी राजाको रूपमा कसलाई मानिन्छ भन्दा जयदेव प्रथम है। लिच्छवी पहिलो राजा भन्दा जयदेव प्रथम है त। ओके, त्यसै गरी आइक्यू के सोधिएको थियो भन्दाखेरि चाहिँ यहाँ तल दिएको छ, सल्युसन राखिएको छ। यो सल्युसनलाई तपाईँले राम्रोसँग हेर्नु होला है त। म सरस्वती देखाउँछु, तपाईँले प्रत्येक सल्युसनलाई यसो पज गर्दै हेर्न सक्नुहुन्छ। यसको अब क्वेसन नभएको कारणले गर्दा चाहिँ मैले यसलाई एक्सप्लेन गरिनँ है। यो कुमार सरले तयार गर्नुभएको सल्युसन चाहिँ मैले यहाँ राखिदिएको छु। कस्तो खालको क्वेसन आएको छ भनेर तपाईँले सरस्वती हेर्न सक्नुहुन्छ। ल, यदि तपाईँलाई हाम्रो यस युट्युब च्यानलको भिडियोहरू मन परेमा यस च्यानललाई सब्सक्राइब गर्नुहोला, सेयर गर्नुहोला र हाम्रो च्यानलमा सधैँ जोडिराख्नुहोला भन्दै यहाँहरू माझबाट म बिदा हुन चाहन्छु। हस्त नमस्ते। अर्को भिडियोमा फेरि पनि भेट्नेछु है त। ल, धन्यवाद।